मेन्टेन मात्रै देख्छु, त्यो भित्र मैले गरेको वर्क छ नि त्यो चाहिँ त्यो सानो कुरा छैन। मैले कति खान मन लागेको कुराहरू खाँदिनँ, आफूले धेरै कन्ट्रोल गरेको छु कि म चाहिँ आफूले एकदमै कन्ट्रोल गर्न सक्ने मान्छे मध्येको एउटा मान्छे हो होइन। म कति धेरै मलाई खानेकुराहरू खान मन लाग्छ। हजुरले खाना नखानुभएको कुरा पनि एकदमै भाइरल भइरहेको थियो क्या, कति वर्ष भयो खाना छोड्नु भएको? खाना राइस चाहिँ म खासै टोटल्ली कम्प्लिटली खान्न। मेरो डाइटिसियनले चाहिँ मलाई हप्ताको 2 छाक मात्रै राइस खान दिनुभएको छ, व्हाइट राइस खानु भन्नुभएको छ। तर हप्ताको 1 चोटि कहिलेकाहीँ खानु मन लाग्यो भने ब्राउन राइस खान्छु। म व्हाइट राइस चाहिँ खाँदिनँ क्या। सबै कुराको पछाडि चाहिँ मान्छे राम्रो देख्नु मेन्टेन हुनुको पछाडि पनि मान्छेले गरेको चाहिँ सेक्रिफाइस नै हो होइन। खान मन लाग्छ नि त मलाई पनि, कति मनपर्ने कुराहरू छ। प्रोटिन चाहिँ धेरै लिन्छु, प्रोटिन इन्टेक मात्रै हो, म अरू फ्याट कार्ब्स खाँदिनँ। अर्को एकजना कलाकारले पनि राइस खानुहुन्छ क्या, हजुरलाई थाहा छ? थाहा छैन। को थाहा छैन? राजेश हमाल, उहाँले पनि राइस खानुहुन्न। महानायकले मैले थाहा पाएन, आज थाहा पाएँ, खुसी लाग्यो। थ्याङ्क यू सो मच।